गाइज गुड आफ्टरनुन स्वागत छ मेरो ब्लगमा। आज चाहिँ यहाँ नेल एक्सटेन्सन हुँदैछ है। अनि त्यसपछि यहाँ अनुष्का दिदी कति राम्रो बोलेको। अनि उहाँ हो रश्मि दिदी। अनि यहाँ चाहिँ हुँदैछ नेल एक्सटेन्सन। अनि दिस इज अनदर निस्मा दिदी। उहाँ चाहिँ के गर्दै हुनुहुन्छ दिदी भन्नु त? उहाँ चाहिँ आफै नङ फाइल गर्दै हुनुहुन्छ अरे। अब मेरो चाहिँ हेर्नु है गाइज, नङ यस्तो छ, एक्सटेन्सन गर्ने जस्तो फेरि बिल्कुल छ नि त फेरि। अनि त्यही भएर म चाहिँ गर्दिनँ। यहाँ चाहिँ यस्तो गर्ने अरे, होइन नेल पेन्ट लाउनु राम्रो पलिस लगाएर अनि यस्तो हात राख्ने अरे। मान्छेको ज्यान मलाई गरे जस्तो। अरे फ्रान्स जानु पर्यो 50 सेकेन्डमा राख्ने अरे। अनि यो चाहिँ हो नेल एक्सटेन्सनको सामानहरू। नेल पेन्ट लाउनु सफ्ट गाइस 60 सेकेन्ड पछि चाहिँ अनि यो हात निकालेर अब फेरि एकजनाको पो गर्ने हो। अब घरि यता घरि उता गरेछ। यस्तो तालले त हो अनुष्का दिदी डक्टर हुनुभएको त खुट्टाको अपरेसन गर्दा गर्दै घाँटीको गर्न थाल्थ्यो होला। एउटाको गर्दै थियो अरे गाइड सबैजनाले। अब अहिले उहाँ दिदीको विचार, रश्मि दिदी पीडित के भन्न चाहनुहुन्छ हजुर? त्यही भएर हो ल ठिक छ। अनि उहाँ म्यामको चाहिँ सुकाउने अरे। उहाँ चाहिँ यस्तो हुनुहुन्छ है गाइड, ब्याङ्कको पैसाले के खायो भनेर चिन्तित। कति किलो, आधी किलो जति घट्यो होला है त्यो चिन्ताले। यो चाहिँ यस्तो चाहिँ गाइज कुर्कुर चामल खाइरहन्छु। मलाई चाहिँ पैसाको माया लाग्दैन। के भाउ भाउ होइन यसलाई के भन्छ? यसलाई बेसपोर्ट लगाउँदैछु। यसलाई बेसपोर्ट बेसपोर्ट अरे। कस्तो हाँस्नुपर्ने केही छ त्यसमा? अलिक बढाउँछु होइन। अनि यस्तै चुट्टो सेप बनाउनु पर्ला। आलमन्ड सेप कस्तो मनपर्छ मलाई। अनि त्यस्तै बनाएर बनाइदिनु, किन नङै छैन, बढेकै भर्खर त हो। गाइस यस्तो हुँदैछ। अब यसपछि चाहिँ यस्तो बन्छ खै अनुष्का दिदी, तपाईँ हात देखाउनु त। हेर्नुहोस् है गाइस यस्तो स्टोन। यसमा पनि लाउनु यार, यो लास्ट पछि देख्यो। बाई बाई गुड नाइट। भिलेन 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 भयो।